भैरवकुण्ड थिएन 10 बजे या 5 मिनट लगा 10:05 Oh, tu balance lah, होइन रहेछ हामी त अलि फोटो राख्छ आउँछ कि राख्छ निकाल्दिन्छ ए जने जस्तो यो अघिको छ नि त्यहाँबाट जस्तो आउँदैन होला है भनेर चिन्नु पर्यो खिच्ने होइन फोटो मैले ल्याएको छ नि तिम्रै मोबाइलले खिच्नुपर्छ भन्ने छैन नि आफू खायो भने पाप लाग्छ है नखाने नखाने पाप लाग्छ पाप लागिसक्यो के हुँदैन जाँदैन नि जाँदैन जाँदैन 2000 है 2000 है एकछिन है त तिम्रो फेसबुकहरु छ होला नि ल यो मेरो पनि खिच्देऊ न यसले 200 मा राख्छु है के खाबो डुबियो जया होला नि ए तिमीहरुको सबै रेकर्ड भइराछ है यो 360 मा रेकर्ड भइराछ है सबै हेलो हेलो दाइ हेलो उदा अलि टाढा छ भैरवकुण्ड गुड कोही चिचाएर यार के हो तिमी ल पिक्चर भाइ उताबाट पनि अनि उताबाट पनि हिलिने तिम्रो पनि लिइराछ त्यहाँ भनेन भन्थान्ला मलाई
मलाई कसैले फोटोग्राफर बनाउनु भए सेकेन्डको 500 है सेकेन्डको 500 ए समात्नु त्यसै समातेर आए पनि हुन्छ है यसो घुम्नु भयो नि हुन्छ खै त्यो क्यामेरा पछाडिबाट खिच्यो नि पछाडि आफ्नो हेर्नु भइहाल्यो मलाई खिच्न चाहिँ आउँदैन है फेरि त्यसैले 13 वर्षपछि पुग्दैन नि त अनि 0.6 कतिमा राखेको 108 मा राखेको मैले ल 0.6 रातो लुगा चाहिँ आएन है जुन चाहिँ आएको एकचोटि हेर्ने कि त्यो चाहिँ देखिएन अरू 3 जना त आयो तर मलाई आफ्नो कुरा हो है मलाई चाहिँ यो मन पर्छ है मेरो पनि एकचोटि खिच्नु होला हामीलाई 5 दिनुपर्छ अब अलि 15-20 सेकेन्ड खिच्दैछ उति भइसक्यो हत्या भइसक्यो यता जुस भइसक्यो के जुस यसमा कस्तो आयो खै यो ए रेसे यो गगलमा कस्तो आयो ओल्ला टल्के हैन म त क्यामेराको राम्रो होइन अब तपाईहरु जस्तो सेल्फी हान्नु न आउनु भएको छ यहाँ भएको छ खै म सेल्फी हान्छु म देखेन फोटोमा ए देखेछ है मेरै फोटो देखेन भनेदेखि त्यहाँ खोज्नु होला है हुन्छ म ट्र्याकिङ गर्दैछु है अब त्यो फेरि एकचोटि खिच्यौँ होइन समातिरहेको नि हुन्छ केही फरक तिमीलाई मतलब छैन भने समातिरहेको हुन्छ त्यो खिचिरहेको छ कि उसले हजुर यसो हेरौँ कि आइएको छ कि छैन आइरहेछ तपाईँ हिँड्न सक्छ नि यसो राउन्ड लगाउनु सक्छ भने जति लगाए पनि हुन्छ अनि त्यो कराउँछ है अफ भयो भने नकराएको पनि हिँड्नु रासै ल्याउनु हेर्नु पाँच पोखरी जाने बाटो यताबाट होइन नि
ए छ अस्ति दिने हजुर गाडी गाडी चोरमार पुरा छ नन कहाँनिर खिच्नु ग्रुप ल्याएको हजुर आज तारै सरसर होला तल सर्छ जाँदैन होला तल गाडी छ बगानमा ए त्यसो बगानमा त अर्को मान्छे छ है मान्छे छ 8 जना छ 12 जना हुन्छ अब गइहाल्ने होइन म पनि जानु अब एकछिनमा जाने उनीहरू दाइहरू अझ आइपुगे छैन होला मेरो ग्रुपहरू कति टाइम लाग्छ ल ल म बगानमा पर्खेर बसेँ हुन्छ ल अहिले हिँडेर जान्छ तिनीहरू 2 बजीतिर पुग्छ 3 बजीतिर पुग्छ तल बगाम ए ल हिँडेर गएको साइड ल मलाई कल गर्नु यो अब तिम्रो नि डाँडामा निस्किनु त खिचिरहेको छ यहाँ त्यहाँ अन्त जान्छ जस्तो लाग्यो एक चक्कर होइन ऊ त्यहाँबाट त जाँदैन नि लिएर आउनु हेर्दा त बाटो छ जस्तो बाटो छ त्यहाँबाट छ बाटो ठ्याक्क बाटो छ ऊ यहाँ धजा राखेको छैन हो यो कुनामा त्यहाँबाट यता त्यो पखराले छेकिएबाट यता छिर्नु मिल्दैन त्यो अहिले सिधा त्यो मोनको सिधाबाट चराहरू उड्यो भने पनि खस्छ खस्छ हजुर ए चराले त्यो चराले शुद्ध मोन काट्नु मिल्दैन त ए ए ए ल त्यो पनि रेकर्डै भयो त्यहाँ नभन्दा ल त पहिले पालिकाले यहाँबाट पुल थाप्छु भने पनि त्यहाँ नमिल्ने भएर हामी नथाप्यो ए ए पादैछ यो जाडो यो ऊ भयो हावा लागेको यही छोडेर जान्ने हुन्छ अङ्कल यो समात्नु त अब म भित्र दर्शन गर्नु होइन म एकछिन पूजा नगरी नखाने रे फङ्से गर्ने कहाँबाट आएको तिमी अहिले 2 जना बहिनी पनि आइरहेछ भनेबाट वाह त्यहाँ भित्र देउता छ हो होइन पूजा गरिन ए खन्दा पो रहेछ अनि के पूजा गर्ने हात धुनुपर्छ ए थाहा छैन ए बिदर पो हो नि पूजा गर्ने ठाउँ यसो समाधि राख्दैन के गर्नु यसो घुम्नु भयो नि हुन्छ हिँडेर होइन तपाईँ यसो घुमेर यसो हिँड्नु भयो नि त
त उतै होला अहिले हजुर उतै होला वे मलाई मुला जडुवा डाटुवा ए मन्त्रिया भनेको मन्त्रिया त भनेको डाटुवा कहाँ छ निकै टाढै छ कुनै त आइसकेको छ कुनै आउनु भएको छ ल ल सँगसँगै जाने अनि म पनि होइन सँगै जानुपर्छ है सँगै गाडीमा गाह्रो बरु जाने म पनि जाने तल फोन गरेर तल मान्छे थियो तलबाट तलबाट मान्छे आउनु पुग्यो भनेको ए तल मान्छे तल जाने मान्छे थियो कि अनि बाटो भएर अझै बगमबाट उहिले ढिलमा गयो भने त झुकुल ठ्याक्कै देख्थ्यो के देख्छ झुकुल हिमाल त्यहाँबाट पो अनि दिदीबहिनी पोखरी फोहोर चाहिँ लास्टै फोहोर गरेर आएछ धन्य बुचाला याद गीत है आयो अनि तल चोकरमा खाना खाएर जाने कि तल खाना खानु बगम जाने अरे त्यही हो बाहिरको मन्दिर त मन्दिर यही हो ल मार्नु सबै यसले नै उ गर्छ है भित्र सबै ए